हेलो साथी, तपाईँहरूलाई म एउटा कुरा सेयर गर्न चाहन्छु है। हर्का साम्बाङले जस धन्यवाद रयाली भनेर भन्नुभएको थियो। अनि हामी चाहिँ झापाबाट होइन धन्यवाद रयालीको लागि धरान गयो। अनि एक गाडी गएको थियौँ। अनि गए पछाडि अब त्यहाँ गएर अब केमा जाने भन्दा टेम्पोमा जाने, टेम्पो रिजर्भ गऱ्यो। अनि रयाली चाहिँ गइसक्यो भन्ने कुरा भयो। अनि रयाली गइसक्यो भन्ने कुरा भयो। अनि त्यहाँदेखि हामी लाग्यौँ रयालीको पछाडि हिँड्यो है। दिउँसो भयो यति धुलो खाइयो है, यति धुलो खाइयो, धुलो धुवा हुने गरी खाइयो। लास्टमा गएर एक ठाउँ त्यो खानेपानी, त्यो स्कुलको मतलब त्यहाँनिर खानेपानी रहेछ। खानेपानी त्यो अफिसको छेउमा स्कुलमा त्यो गरम रहेछ, त्यहाँनिर रोक्यो। अनि उँधो झर्नु भन्यो भने अब कहाँ झर्नु। अब हर्का साम्बाङलाई भेट्नु गएको मान्छे हामी है झापाबाट। ल जानु भन्नु। ल कहाँ चाहिँ छ त हर्का साम्बाङ भनेर तल गइयो। यस्तो तल गएको त त्यहाँनिर बिचमा चाहिँ इँटा थुपारिरहेको छ क्या, इँटा थुपारिरहेको छ। अनि एउटा थोत्रे सन बस, अनि त्यसको छेउमा अब इँटा माथि टुक्रुको बसिरहेको छ हो हर्का साम्बाङ मियर त। म त ढक छक्क बजाएँ क्या। बफ यस्तो हेरेँ, बफ मानवजीव त बसिराख्नु भएको छ इँटा माथि धुलो होइन, चपलाएर ट्याक्क लाएर। आम्मो म त छक्क परेँ। अनि सम्झेँ क्या मैले, पहिलाका नेताहरू चाहिँ जहिले पनि हामीले देख्थ्यौँ नि सुटबुटमा, अनि पुरा आर्मी पुलिस अगाडि पछाडि गुटुङ टुङ होइन, चट्ट स्कर्टिङमा हुन्छ, सर्र चिल्लो गाडीमा चट्ट कालो कोट, सट्ट चस्मा ढ्याक्क हुने, त्यस्तो देखिने बानी भएको मान्छे। अनि म त हुनु त हर्का साम्बाङलाई त्यति नजिकबाट मैले देखेको थिइनँ। र पनि पहिला चाहिँ अब अलिक तपाईँ हामीले भनिन्छ नि अलिक धेरै बोल्नुहुन्थ्यो भन्ने, त्यही पनि अलिक धेरै बोल्नुहुन्थ्यो। त्यति साह्रो मन चाहिँ पर्दैन, म सपोर्ट चाहिँ गर्थेँ क्या उहाँलाई भन्दा पनि। उहाँको सिद्धान्त चाहिँ मलाई राम्रो लाग्थ्यो क्या, उहाँको भिजनहरू त राम्रो लाग्थ्यो। अनि म उहाँलाई सपोर्ट गरेँ। अनि यो चुनावमै मजाले सपोर्ट गरेँ। तर कस्तो क्या, अनि ठ्याक्क गयो इँटामाथि बस्दिरहेछ हाम्रो अब माननीयज्यू त। म छक्क परेको होइन, अध्यक्षज्यू त। खासमा भन्ने गर्छ नि हर्का साम्बाङले, हामी नेता होइन, हामी सेवक हो। अब सेवक हुनु पऱ्यो क्या। जस्तै नेताहरू चाहिँ तपाईँको चुनावको बेला चाहिँ गाउँमा पस्ने आउने, अनि होइन अम्ला जोडेर चाहिँ पुरा बिन्ती छ मलाई भोट दिएर भने माग्ने, अनि भोट दिएर जिताए पछाडि चाहिँ अनि फर्केर नआउने, अनि कुर्सीमा बस्ने होइन, घुम्ने कुर्सीमा खाने, उतै बस्ने उतै। यो भएन नि त हो। यसको चाहिँ अन्त्य हुनु पऱ्यो क्या ठ्याक्कै। यसको अन्त्य चाहिँ हर्का साम्बाङले गर्दैन हुन्छ है। हर्का साम्बाङ जस्तो चाहिँ देशलाई चाहियो क्या। यो हाम्रो देशलाई चाहिँ नेतृत्व गर्ने हर्का साम्बाङ जस्तो चाहियो क्या। त्यो चिल्लो गाडी, चिल्लो त्यो कोट, चिल्लो कालो चस्मा, यहाँ त्यो काम छैन क्या। भनेको थिएँ सबै साथीले, तपाईँ जो कहिले पनि भेट्नु भएको छैन भने आउनुहोस्, एकचोटि भेट्नुहोस्, भेटे पछाडि कुरा गर्नुहोस्, तपाईँ जिन्दगीभरि उहाँको समर्थन हुनुहुन्छ भन्थे। म साँच्चै हो, अब कस्तो क्या मनदेखि एउटा हुन्छ नि जुन, त्यो भयो क्या। म अचम्म लागेको। हुनु त धेरै केपी ओलीको सभा, प्रचण्डै हाबी जाबी यस्ता सब भेबी नेताहरूको सभामा गयो होला, हिँड्यो डल्यो होइन। तर पनि कहिले त्यस्तो भनेको उनीहरू चाहिँ एकदम घमण्डी आँखा जस्तो लाग्थ्यो क्या। तर जब हर्का साम्बाङलाई भेट्यो होइन, एउटा हुन्छ नि हर्का साम्बाङको एउटा अर्को भनाइ पनि छ नि तपाईँको, छुन सक्ने, देख्न सक्ने सर्खा चाहियो भने हो, यो चाहिँ सही हो क्या। यो चाहिँ हर्का साम्बाङमा छ क्या।